हेरौँ सहरहरू यता यस्तो यात्रा जङ्गलको हाम्रो ट्याक्क उचाइ हामी अहिले ठ्याक्कै 5555 किलोमिटर हौ। यहाँ माथि हामी चाहिँ अहिले क्याम्प 4 सम्म आइसकेका छौँ। बेस क्याम्प पुग्नलाई अझै आधी घन्टा लाग्छ। हामी बिडी पार्टी हो कति सरर कति 12 बजे हिँडेर हामीले 1:13 भनेपछि 1 घन्टाको बाटो उकाली चढ्यो। सास बढेर फ्या भयो। यहाँ घर रहेछ कोइला बस्दैछ मान्छे नि। पानी खोइ भन्दा पाइप छ र केरा बगान रहेछ उता सारा कहाँदेखि चढिसमा आएको बगान बेचेरै खाने यहाँ खेती गरी खाने ठाउँै छैन त। मान्छे चाहिँ बसेको छ फेरि। कस्तो न बाइकमै सामान ल्याउँदो रहेछ। दावाको देखि दामी आयो त। इलाम गाना प्यानल लाइन छैन क्या यता हुँदै प्यानल बजाइरहेछ। के रहेन अरे कस्तो लाग्यो यात्रा? त्यस्तै चाहिँ बुरा हाल दोष हाम्रो गाइड नै हिँड्नु नसकेर बिजोग पसिना यस्तो आयो हातै घोच्दै यार। बस्ने ठाउँ रहेछ। यो चाहिँ के बनाएको रहेछ? झन्डी डाँडा यसलाई भन्दो रहेछ। अब यहाँदेखि फोन झऱ्यो भने त अनि नभेट्ने रहेछ त गाइड। यहाँदेखि फोन झऱ्यो भने त नभेट्ने रहेछ। हावा चल्यो होइन? यो चाहिँ के रहेछ? तोप राखेर हान्ने हो क्या युद्ध लड्दाखेरि। बाँदर जस्तो चढ्यो। यता पनि रहेछ नि बाटो आउने। कहाँ पुगेको होला नि?
પૂરી ડોર લાગને રહેશે શું અહીંયા ધારે વનતા પંદર